नमस्कार सम्पूर्णमा। आज यो घरको मौरी बितपाते भएको रहेछ। बितपाते भएको लगभग 2-3 हप्ता जति भयो। यसमा कुनै रानी सानी छैन, रानी सानी भेटिएकै छैन। म रानी हेरिसकेँ। यस्तो छ यो घरको अवस्था, काम गरेको छैन। आज यो घरमा मैले समायोजन गर्न गइरहेको छु। यो घर चाहिँ मैले अहिले त दिउँसोको 12 बजेको छ। घाम अस्ताइसक्यो। साँझ परेपछि म त यसलाई पर्सन लिएर गएर उहाँ 2 फेर मौरी छ, 2 फेरसँग यो मौरी लगेर त्यहाँ मिसाउनेछु। त्यसमा छैन, त्यसको अवस्था खासै केही छैन। यो घरको अवस्था यस्तो छ। मौरीको अवस्था एकदम कम छ। चेक गरेर मान्छे प्लास्टिक हालेर पुरै उक्किन्छ तलको। पत्रिका अहिले पत्रिका किन्छु भने पत्रिका किन्न पाइँदैन छ बजारमा। पत्रिका छ यो यहाँ गरिरहेको छु। साना साना के भन्नुभयो हजुरले? यहाँ भन्नुहोस् ल, भन्नुहोस् के भन्नुभयो? ल ल खिचौँ न त। ल पत्रिकामा मह लगाउन गइरहेको छु। फेरि मह लगाइरहेको छु। ढक्कनमा छ मह। दुवैतिर लपक्क मह लगाइ। अब साँझको 6 बज्न लाग्यो। घाम अस्ताउँदैछ। हामी समायोजन गर्ने हो। त्यो छैदेखि बिहानदेखि यसो मिलाइरहेको थियौँ। अघि पनि यसो लियो अवस्था राखियो होइन। पत्रिका राखेर अब हामी मौरी लिइरहेछौँ। मौरी लिएर आएर समायोजन गर्छौँ। अब हामी अपिल गरिदियो। अब हामी जाँदैछौँ बाटोमा छौँ। करिब यहाँबाट पुग्नलाई त्यहाँ पुग्नलाई 2 मिनट जति लाग्छ, 3 मिनट लाग्छ बाटोमा। अहिले फुल गरियो। अब हामी टोडा आइयो। टोडा बजार अब करिब यहाँदेखि आधा मिनट लाग्छ। टोडा बजार पसिसकेपछि अब मेरो चाहिँ मौरी राखेको घर आउँदैछ। त्यहाँ पारियो मन राखेको ठ्याक्कै देखिया बाटैबाट त्यहाँ पर त्यसले देखिएछ उहाँ पर सिक्ने खोला फुल तरेर गयो आइहाल्छ। हेरौँ मेरो यो पहिलो अनुभव हो। सक्सेस भन्छ आउँदैन के छ म देखाउँदैछु हजुरहरूलाई। ल अब हामी चाहिँ यहाँबाट माथि लाग्नेछौँ। अब म सालीलाई पनि दिइसकेँ। अब हेरौँ यहाँबाट माथि बाटो यति दुःख छ। निकाल्ने कसरी थियो नयाँ नयाँ गाडी आएको कि नै हेर्न पर्यो होइन। छैन अब निस्किन्छ साँगुरो बाटो। अब यहाँ माथि नापेर इन्जिनको नापेर सकिन्छ यहाँ। जब हामी यहाँ आइयो भन्दा नि हुन्छ। म चाहिँ अर्को चार्ज गर्छु। ल साँझ पनि परिसकेको छ। अब हामीले मौरी प्याकिङ गरेर लिएर आइसक्यौँ। यहाँ छ मौरी। अब अर्थमा लिएर गएर अर्थ नभएको दोमा समायोजन गरिन्छ। ल सर जाँदैछौँ। अब करिब 1 मिनट अब हिँड्छ। अब हामी जाँदैछौँ। अब मिस्टर पाइने जाँदैछौँ माथि आया। हेलो यो अदैमा थियो। ल घर आइसकेको छ। अब यसमा समायोजन गरिनेछ। मौरी उडिरहेको छ यसमा चाहिँ। अन्तिम साँझको मौरी बाक। ल
समायोजन गर्न लाग्यो मौरी ओहो माथि त मौरी सक्सेस होला माने अति कहाँको मौरी हो बाहिर मौरी आएछ क्या त्यो त भएन टोक्ला यस्तो यस्तो जुम गर्दै थाहा गरिदिनु टोक्ला नि फेरि छेउ अब सिधा यहाँ यस्तो राख्नु छ ट्याक्क लाएर कागज यहाँ मौरी छैन नि ट्याक्क मिल्न पर्छ क्या बराबर यसको भाग ठुलो रहेछ क्या समायोजन गर्ने कार्यक्रम भइरहेको छ यहाँ समायोजन गर्दा हेरौँ कस्तो सक्सेस हुन्छ अनसक्सेस हुन्छ यो तारा 24 घन्टापछि थाहा हुन्छ यसमा मौरी छोडेछ यता यति छ अब मौरी ढक्कन खोल्ने काम राम्रो होइन है भन्नाले यो सानो भन्नाले यस्तो ढक्कन खोल्दै